तर यसपालिको मतदान चाहिँ तपाईले आफ्नो छोरा छोरीको भविष्यको लागि चाहिँ मतदान गरिदिनुपर्छ। त्यो भविष्य सुनिश्चित गर्नको लागि चाहिँ हामी जस्तै मान्छेहरू आएका छौँ। त्यही भएर यसपालि घन्टी छापमा मतदान गरिदिनु होला। ल सुरु गरौँ है। त्यो कडा प्रश्न लिएर आउनु भयो। प्रश्न केही छैन दाइ। यस दाइ नमस्ते। नमस्ते। अहिले हामी कुन ठाउँमा छौँ दाइ? हामी अब अहिले चाहिँ हामी यो रातामाटा सकेर हैन रेसुङ्गा सबै घुम्दैछौँ। अब रातामाटा सकेर हामी अब यतापट्टि माथि डाँडातिर जाँदैछौँ। यही पराल्मी भन्छन्। यो पुरै देखिरहेको चाहिँ पराल्मी हो। हामी रातामाटा झरेर अब उतैतिर जाँदैछौँ। मैले दाइ भनेर सम्बोधन गरेँ, फरक त पर्दैन? केही पर्दैन, एकदम मजाले। स्वास्थ्य कस्तो छ? सबै राम्रो छ, एकदम ठिक छ। चुनाव कतिको लागिरहेको दाइ? चुनाव लागिरहेछ ठिकै। अनि डडेलधुराको इतिहास भनौँ न, एउटा अनुभव बोकेर आउनुभयो गुल्मीमा। हो। कुन गाह्रो दाइ? यस्तो हो, अब सबै समग्रमा उस्तै नै हो। डडेलधुरा पनि पहाडी जिल्ला नै हो, यो पनि पहाडी जिल्ला हो हैन। समग्रमा विकासको हिसाबले, सबै हिसाबले, योजना हिसाबले त्यो धेरै फरक छैन। तर चाहिँ कस्तो भन्दाखेरि सम्भावनाको हिसाबले चाहिँ जहाँसम्म सुदूरपश्चिम चाहिँ हाम्रो समग्र 7वटा प्रदेशमा मधेस सबभन्दा पछाडि छ, सुदूरपश्चिम त्यसपछि पछाडि छ, अनि हाम्रो चाहिँ अलिकति सबै हिसाबले चाहिँ अलिकति माथि नै छ, शिक्षा सबैको हिसाबले। अनि त्यही भएर सुदूरपश्चिम मधेसलाई चाहिँ उठाउनुपर्छ भनेर मैले व्यापक रूपमा यहाँ गुल्मीबाटै आवाज उठाएको छु। डडेलधुरामा पनि गएर आवाज उठाएको थिएँ। त्यही भएर गुल्मी जिल्लामा चाहिँ के छ भन्दाखेरि अब कतिपय ठाउँमा रुरुमादेखि लिएर धेरै ठाउँहरूमा मजाले सुन्न पाइन्छ कि महिलाहरूले चाहिँ राज्यको संरचना बुझ्नु भएको छ कि सागर तिमी जानी भनेको चाहिँ नीति नियम बनाउनु जाने हो, राम्रो नीति नियम बनाउनु, देश बनाउनु हैन। पहिले हामीले जिताउनु पर्छ अनि बल्ल माग गर्ने हो, सबै कुराहरू बुझ्नु भएको छ। त्यो चाहिँ सजिलो छ अलिकति। गुल्मीको एकको ट्रेन्ड हेरेको दाइ अहिले 2.4% चाहिँ वृद्धि भएर छ मतदाता हैन। यहाँको मेन प्रब्लम भनेको चाहिँ अहिलेको टाइममा चाहिँ माइग्रेसन रेट रहेछ दाइ। अघिल्लो वर्ष हेरेको वार्षिक रूपमा 1100 चाहिँ घरधुरी, अनि इन्डिभिजुअलमा हेर्दाखेरि करिब 4500 4000 चाहिँ वार्षिक रूपमा चाहिँ यहाँबाट बसाइसराइ गरेको चाहिँ तथ्याङ्क चाहिँ त्यो लिखित मात्रै। अनि हजुरले चाहिँ यसलाई चाहिँ कसरी एड्रेस गर्ने प्लान गर्नु भएको छ दाइ? अब यसमा मैले अस्ति बुटोल गुल्मी रूपन्देही सम्पर्क समाजमा मैले डिटेल डेटा नै प्रेजेन्ट गरेको थिएँ। सबै पुरै प्लानै प्रेजेन्ट गरेको थिएँ। त्यहाँ चाहिँ 1.23 समथिङ% चाहिँ मैले त्यो ठ्याक्कै डेटा चाहिँ अझै पनि त्यही मेरो प्रेजेन्टेसनमै छ। लगभग त्यो नेट नेगेटिभ माइग्रेसन छ कि, अनि सबै झरिराख्नु भएको छ। अब त्यसको लागि समस्या समाधान गर्नको लागि चाहिँ हामीलाई के भन्दाखेरि कस्तो हुन्थ्यो भन्दाखेरि यही नेट माइग्रेसन चाहिँ अरू देशमा रोक्न गाह्रो हुन्छ होला हैन। सपोज मैले हजुरलाई इक्जाम्पल दिनु पर्दाखेरि चाहिँ सपोज फिनल्यान्डमा माइग्रेसन पनि छ हैन, तर त्यहाँको चाहिँ के हुन्छ भन्दाखेरि त्यो स्टप गर्नको लागि गाह्रो छ, किनकि त्यो भूगोल एकदमै चिसोभन्दा चिसो ठाउँ छ, झ्याम्मै गर्न चाहिँ अलिकति गाह्रो छ। अनि त्यहाँबाट तिनीहरूले पोलिसी मेजर्सहरू ल्याएर कन्ट्रोल गरिरहेछन्। तर नेपालको माइग्रेसनको कन्टेक्स्टमा चाहिँ भन्ने हो भने हामी यहाँ बुटोलमा किन गइरहेछन् मान्छे आफै भन्नु न। लजिकल्ली प्र्याक्टिकल्ली के हिसाबले चाहिँ हामी बुटोल गइरहेछौँ भन्दै गर्दाखेरि गर्मीमा बेसरी गर्मी हुन्छ, पढाउनको लागि मात्रै गइरहेछौँ। अनि त्यसमा चाहिँ बाटोघाटो 3-4 घन्टा लाग्ने हो नि त। तपाईँले 1 घन्टा मात्रै अथवा 1.5 घन्टाको डिस्टेन्स बनाइदिनु भयो र हाम्रो ट्याक्सेसन सिस्टम, आर्थिक सिस्टम चाहिँ अर्थतन्त्र भनेको त गाडीबाट मात्रै चलिरहेछ नि त। उही भन्सारमा ट्याक्स लगाउने अनि बल्ल अर्थतन्त्र चल्ने छ नि त। त्यो छोडेर हामीले उद्योगमा डिपेन्डेन्ट भएर हाम्रो आन्तरिक अर्थतन्त्र बलियो बनाइयो भने त हामीले त्यो कारहरूमा सबैमा ट्याक्स लगाउनु पर्दैन, कारलाई विलासिता बनाउनु पर्दैन नि, त्यो त आवश्यकता हो नि त। त्यति भइदियो भने त मान्छे कार भयो भने त 1-1.5 घन्टाको डिस्टेन्स बुटोलबाट यहाँ त अनि बनाउन सक्यो भने मान्छे किन जान्छ पसिना चुहाउँदै त्यो बुटोलमा बस्नको लागि। शिक्षा राम्रो भयो, स्वास्थ्य राम्रो भयो भने तपाईँ आफै नै भन्नुहोस् ल, आफै मनमा राखेर भन्नुहोस्। तपाईँ त्यो बुटोल गएर 4वटा कोठामा कचाककुचु गरेर पसिना चुहाउँदै पङ्खा रन्काउँदै बस्नुहुन्छ कि यहाँ आनन्दले यहाँ कोठा बनाएर 1-1.5 घन्टामा गाडी भयो भने। यो ठाउँले त मलाई अडाउनै सकेन दाइ। हो, त्यही भएर किन अडाउन सकेन त भन्दै गर्दाखेरि तपाईँ यहाँबाट बुटोल जानलाई 4-5 घन्टा लाग्छ, जाने आउने गर्न सक्नुहुन्न। तर त्यही कुरा चाहिँ सपोज मैले लन्डनकै इक्जाम्पल दिनु पर्दाखेरि लन्डनमा आउनको लागि मान्छेले 2 घन्टा स्पेन्ड गर्छ अफिस जाने आउने। दिनमा 4 घन्टा उसले आउने जाने लन्डनभित्रै गर्छन् कि, अनि युके भित्रै ट्राभलमा गर्छन्। हामी 1.5 घन्टाको डिस्टेन्समा गर्न सक्दैनौँ र। तर त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ, प्रोपर प्लानिङ चाहियो, योजना चाहियो। हामीले अबको मुद्दा भनेको चाहिँ के हो भन्दै गर्दाखेरि रोड बनाउँछु यो बनाउँछु होइन कि, अब हाम्रो जेनेरेसन, तपाईँ हाम्रो जेनेरेसनको मुद्दा भनेको चाहिँ टाइमको मुद्दा हो कि। त्यो टाइम चाहिँ फुल अन बुटोलदेखि गुल्मीको डिस्टेन्स, तम्घासदेखि बुटोल मैले ग्यारेन्टी साथ कति 1.5 घन्टाको टाइम हो कि 2 घन्टाको टाइम हो, 4 घन्टा लाग्छ भने 2 घन्टाको टाइममा चाहिँ मैले फुल अन 80 किलोमिटर पर आवरको स्पिड ग्यारेन्टी गर्छु। 24/7 24 घन्टा 7 दिन
होइन त्यो चाहिँ ग्यारेन्टी खालको त्यो खालको नयाँ एजेन्डाहरू चाहिँ हामीले लिएर त्यो आउनुपर्छ। हजुरले भने जस्तो जुन हजुरको अहिले भनौँ न हजुरको रासोपाबाट हजुर अगाडि बढिरहनु भएको छ, यो सबै हजुरको बहुमतमा भयो भने हजुरले भर्खर मलाई भन्नुभयो नि त्यो हुनको लागि कति समय लाग्ला दाइ? अब त्यही भएर हामी त भर्खर जाँदैछौँ नि त, एउटा मान्छेलाई स्वास्थ्यको चेक गर्नको लागि तपाईँको हेल्थमा समस्या छ भने चेक गर्नलाई ब्लड चेक गर्नु पऱ्यो, दिसा पिसाब चेक गर्नु पऱ्यो, सबै चेक गर्नु पऱ्यो, 2 दिन त लाग्छ। तपाईँको एउटा स्वास्थ्यको समस्या चेक गर्न टाइम लाग्छ नि। त्यही भएर मलाई पनि त्यो डिटेल गुल्मीको डिपिआरै बनाउनलाई 1 वर्ष लाग्छ कि। 1 वर्ष मलाई डिटेल प्लानिङ गऱ्यो भने चाहिँ म तपाईँलाई ट्याक 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 कुन दिन कहाँ बजेट राख्ने मजाले आउनुहोस्। तर त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि 1 र 2 दुइटै जित्नुपर्छ, पालिका 12वटै जित्नुपर्छ, त्यसपछि 7 अरब करिब 10 करोड जति बजेट छ 12वटै पालिकाको, अनि सङ्घबाट 2-3 अरब आउँछ भनेपछि 10 अरब बजेट हुन्छ। 50 अरबको प्लानिङ चाहिँ हामीले सर्लक्क जित्यौँ भने पुरै 1-1 लाखको प्लानिङ गर्छौँ हामी, हुन्छ नि, कहाँनिर कति इन्भेस्टमेन्ट गर्ने भन्ने हिसाबले। अनि मलाई एकजना साथीले चाहिँ के भन्यो भने हजुरको ठुलो फ्यान छ मेरो साथी, अनि सबभन्दा मेन चाहिँ हजुरको यो जुन पोसाक ऊ पनि यस्तै लाएर हिँड्छ, हजुरको हाइट पनि हजुर जस्तै छ। उसले चाहिँ अब व्यक्ति स्वतन्त्र र रासोपामा गइसकेपछि केही न केही फरक त एउटा सङ्गठनको हिसाबले पर्छ। सागर ढकालको चाहिँ हिन्दू राज्यप्रति चाहिँ धारणा के छ भनेर सोध्यो। म यस्तो छ, हिन्दू राज्यप्रति चाहिँ के छ भन्दै गर्दाखेरि चाहिँ यसलाई प्रोटेक्सनै गर्नुपर्छ, यसलाई माथि नै लानुपर्छ भन्ने कुरा हो होइन। यो चाहिँ हाम्रो विश्वभरि नै मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि हाम्रो यो धर्म चाहिँ होइन कि यो विज्ञान हो जस्तो लाग्छ। मैले बेलायतको अक्सफोर्डमा पढ्दै गर्दाखेरि पनि सायद मैले हेर्नुहुन्छ भने प्युठानको स्वर्गद्वारीको विभूतिको टिका मैले सधैँभरि लगाउँथेँ होइन, अनि सधैँभरि लगाउँथेँ, सधैँभरि जब गर्थेँ, ध्यान गर्थेँ। बेलायतको अक्सफोर्डमा पढ्दै गर्दाखेरि है ध्यान गरेर टिका लाएर जान्थेँ। म मेरो संस्कार संस्कृतिलाई चाहिँ वैज्ञानिक किन हो भनेर शोधपत्र लेखेर पब्लिस गरेको मान्छे हो म। त्यति विधि त त्यो धर्म बोक्ने एजेन्डामा पनि त्यहाँ लगभग छैन जस्तो लाग्छ मैले भन्छु। त्यही भएर मैले भन्दैछु रासोपामा चाहिँ जस्तो यदि कुनै दिन त्यो समय आउँदाखेरि देशले माग्दाखेरि जेन्जु भयो, कुनै दिन समयको आवश्यकता हुन्छ, कुनै दिन देशले यस्तो कुरामा एडभोकेसी गर्यो भने माग्यो भने रासोपाभित्र चाहिँ हजुरले त्यो स्पेस चाहिँ क्रिएट गर्नुहुन्छ कि गर्नुहुन्न? अब यसमा कस्तो छ, राजसभा पनि भर्खर नयाँ हो नि त। अब रवि बालेन हामी भर्खर जोडिया छौँ, 1-1.5 महिना भएको छ, बहस गर्नुपर्ने छ, कुन डिरेक्सन लानुपर्ने भन्ने छ। त्यही भएर मैले गएको पालि डडेलधुरामै के भनेको थिएँ, स्पष्ट रूपमा मैले स्पष्ट आन्सर दिएको छु कि 1500 मोडल हाम्रो लागि अहिले दिमागै छैन, देशको युनिभर्सिटी छैन होइन। धर्म मात्रै होइन कि हाम्रो संस्कार संस्कृति यिनी पहाड होइन, हाम्रो लगभग 2000 देखि 5000 मिटरको डिस्टेन्स छ नि, त्यहाँ त हाम्रो टन्न बस्ती छ नि त। त्यतिमा बस्ती चाहिँ हामीले बस्न सक्छौँ नि, तर चाइनाको तिब्बतमा त बस्न सक्दैनन् नि त, तपाईँको एन्डेस पर्वतमा त बस्न सक्दैनन् नि त, अफ्रिकामा त बस्न छैन नि त, स्पेसै छैन नि त, सिङ्गापुरमा त स्पेस छैन नि त, युरोपमा त बस्न सक्दैनन् नि त। भन्न खोजेको 2000 देखि 5000 को जुन डिस्टेन्स छ, यो हाम्रो हिमवत पर्वत छ, यो भनेको हाम्रो लागि चाहिँ हिरा जस्तो हो कि। यसलाई हामीले मार्केटिङ गर्नुपर्ने छ, सोच्नुपर्ने छ, ध्यानको केन्द्र हो होइन। वैज्ञानिक हिसाबले पनि ध्यान गर्नु त पर्छ, अहिले धर्मभन्दा छुट्याइदिइसक्यो नि त ध्यानलाई। ध्यानै गर्ने भने त यहाँ जस्तो यो ठाउँमा जस्तो ध्यान गर्ने ठाउँ अरू होला र? संसारभरि यो हामीले आफ्नो हिरा नबुझेको हो नि त होइन। यो ठाउँ मलाई संसार त आफै हेर्नु, संसारको ग्लोबल सर र पृथ्वी आफै हेर्नुहोस् होइन। हेर्दै गर्दाखेरि यतिको ठाउँहरू कहाँ छन् त नि होइन। विश्वभरिको मान्छेलाई ध्यान गर्नुपर्छ भन्ने छ नि त, हो कि नै? त्यही भएर हामीले डिटेलमा चाहिँ प्लानिङ नगरिकन अचो तरिका बोल्न हुँदैन। अमेरिकाको पुरै प्लान भनेको हार्वर्ड एमआइटी जस्ता प्रोफेसरले बनाउँछन्। अमेरिकाको डोनाल्ड ट्रम्पको नि अहिले मन्त्रीहरू हेर्नु, सबै मन्त्री सबै प्रोफेसर छन्, विज्ञ छन्। रिसर्च पेपर नभएको मान्छे मन्त्री हुन सक्दैन, उस्तै परे अमेरिकामा छैन, चाइनामा छैन। चाइनाको सी जिनपिङ भनेको लयर हो, ऊ आफै केमिकल इन्जिनियर हो होइन, पिएचडी लमा छ, एक्सपर्ट हो, सिङ्गुवा युनिभर्सिटीको टपर हो। त्यत्रो मान्छेले 15 वर्षदेखि शासन गरिरहेको छ। इन्जिनियरले शासन गरेको 30 वर्ष भइसक्यो। हाम्रोमा बल्ल बालेनले पाइला टेक्या हो, मैले पाइला टेक्या हो। त्यही भएर यसको डिपिआर नगरिकन भन्न मिल्दैन। डिपिआर नगरिकन कति खर्च लाग्छ, कति टाइम लाग्छ, कति योजना लाग्छ। त्यही भएर म अर्को वर्ष हजुरसँग फेरि भेट्न आउँछु। मैले 1 वर्षमा टिम बनाउने हो, 3 वर्षपछि चाहिँ आउनु होला। 3 वर्ष। तर मेरो कन्डिसन के छ भन्दै गर्दाखेरि गुल्मी मोडलको लागि 1 र 2 दुइटै जित्नुपर्छ र 12वटा पालिका जितेर मलाई 7 अरब 10 करोड बजेट मलाई वर्षको दिनुपर्छ। त्यो त हजुरकै उमेरकालमा नि त नहोला नि त। होइन, किन नहुने त नि, यो त अहिले भर्खरै सम्भव छ नि। हो र? अहिले भर्खरै सम्भव छ, हामीले ट्राई गरिरहेछौँ होइन। अब यस्तो हो नि त, जे पनि सपना देख्ने हो, प्रयास गर्ने हो, कति सफल भन्छ त्यो चाहिँ हेर्न पाइन्छ। शुभकामना छ दाइले। हस्। अनि दाइले मलाई 1-2टा जस्तो
यो प्रदेशको संरचनाप्रति हजुरको धारणा त्यही 3 वर्षपछिवाला हो कि अहिले? होइन, प्रदेशको संरचनामा समग्रमा हाम्रो चेन्ज हुन पाइयो। तपाईँले अहिले जे सोचिराख्नु भएको छ, मैले तपाईँलाई 4-5 घन्टा लेक्चर दिएँ भने तपाईँले दिमाग चेन्ज गर्न पाउनु भयो नि त। मजाले। ए म त रङ रहेछ नि त, ओहो यो त कस्तो खराब रहेछ भन्न पाउनु भयो नि त। हजुरबाट सिक्ने हो, त्यही भएर म पनि सिक्ने छु। तर मैले अहिलेसम्म धारणा चाहिँ के हो भन्दै गर्दाखेरि प्रदेश संरचना चाहिन्छ, तर यो अहिलेकै स्थितिमा चाहिँ एकदमै खराब छ। यसलाई व्यापक रूपमा सुधार गर्नुपर्छ। यसलाई हुन्छ नि अपरेसनै गरेर सुधार गर्नुपर्छ। अहिले चाहिँ त्यो जम्मै नेता थन्काउने केन्द्र जस्तो भएको छ, डिस्टर्ब गर्ने केन्द्र छ। माथि सङ्घ र पालिकालाई डिस्टर्ब गर्नको लागि प्रदेश बसेको छ। त्यो डिस्टर्ब होइन कि समन्वय गर्नको लागि, अझै बलियो बनाउनको लागि हुन्छ नि, माथि केन्द्रबाट मात्रै सबै त्यो पालिकामा कन्ट्रोल गर्न सकिँदैन। त्यही भएर एउटा थिङ्क ट्याङ्कको रूपमा, क्वालिटी मोनिटरिङको रूपमा चाहिँ हामीले प्रदेशलाई सोचिरहेछौँ। अझै पनि हाम्रो बालेन प्रधानमन्त्रीले नै, प्रस्तावित प्रधानमन्त्रीले स्पष्ट के भन्नुभएको छ भन्दाखेरि पालिकाबाट बाहिर जाने भनेको घुम्नलाई मात्रै हो, बाँकी काम सबै पालिकामा हुन्छ। हामीले पालिकालाई त्यो किसिमको बलियो बनाउने भनेर सोचिरहेछौँ। त्यही भएर त्यो नगरिकन पनि हुँदैन। अनि अहिले मैले यो बाँदर बँदेल आतङ्क छ नि त, मिड हिल्सको सबभन्दा मेन प्रब्लम भनेको त होइन। मैले हजुर म फरेस्ट्री पढेको मान्छे दाइ, मलाई हजुरले यो प्रश्न सोध्नै पर्छ। हामीले हरेक वर्ष अर्बौं काठ चाहिँ मलेसियाबाट ल्याउँछौँ दाइ होइन। अनि हरेक वर्ष यिनी जङ्गलमा हेर्नु त डर लाग्दाखेरि डाँडा नाङ्गिन्छन् होइन, सबै ढलापडा सुकरखाडा सब जान्छन् दाइ। यसको लागि चाहिँ हजुरको एडभोकेसी चाहिँ कस्तो हुन्छ दाइ? वन अब यसको चाहिँ हाम्रो नीति नियमै चेन्ज गर्नुपर्छ। वनको नीति नियम एकदम झ्याम्मै एकदम सकेको फास्ट चेन्ज गर्नुपर्ने छ। अस्ति कुलमानले भनेकै कुरा सापट्टि लिएँ मैले चाहिँ, बरु मान्छे माऱ्यो भने त्यति धेरै कानुन लाग्दैन होला, र एउटा रुख काट्दा त्यति धेरै कानुन लाग्छ। हाम्रो कुन हदसम्म छौँ भन्ने कुरा चाहिँ त्यहाँ हो हाम्रो नीति नियम बनेको छ। मैले त्यहाँभन्दा बढी के बोल्नु पर्यो? यसलाई एड्रेस गरिदिनु होला, मेरो शुभकामना। हजुर भने जस्तै 2 वर्षपछि त म फेरि आइहाल्छु। 3 वर्षपछि 3 वर्षपछि म आउँछु। अनि हजुरले चुनाव जितेर सरकारमा जानु मेरो शुभकामना छ। हजुरलाई हामीले सरकारमा देख्यो भने हजुरको ड्रिम मिनिस्ट्री चाहिँ कुन हुनेछ हजुरले काम गर्नको लागि? मेरो चाहिँ पूर्वाधार सम्बन्धीको मिनिस्ट्री हुनेछ, किनकि पूर्वाधारको प्लानिङ सबै डिपिआरहरू मैले सबै गरेको छु। अनि सँगसँगै मैले चाहिँ गुल्मी मोडल पनि भनेको छु। अनि मेरो एकदमै सपना पनि छ होइन, अब गुल्मी 2 का जनताले पनि जिताइदिनु हुनेछ भन्ने अनुरोध छ, एकमाले जिताइदिनुहुन्छ भन्ने मेरो अनुरोध छ। त्यही नै हो। अब धेरै समय लिन हजुरलाई धेरै जानु छ। अनि मैले फर्स्टमा मैले 2टा कुरा गर्छु। चन्द्र भण्डारीप्रति तपाईँको धारणा? एकदमै सम्मान छ, राम्रो व्यक्ति हुनुहुन्छ। गुल्मीमा तपाईँ जहाँसुकै जानुहोस्। यो 3वटैमा त्यस्तै रहेछ कि मैले हिजो चन्द्र भण्डारीलाई नि यो प्रश्न सोधेँ, अनि मैले प्रदीप हिमाललाई नि यो प्रश्न सोधेँ। उहाँले के भन्नुहुन्छ भने हाम्रा भाइहरू हुन्, उहाँ हुन्, पुरै त्यो एकदम यो प्रपर डेमोक्रेसी फलो भएको चाहिँ मलाई गुल्मी एक लाग्छ। म एकदम खुसी भएँ हिजो आएर। अनि मैले हिजो नि प्रदीपजीलाई फोन गरेको थिएँ, चन्द्र भण्डारीले फोन गरेँ। हिजो प्रदीपजीसँग भेट्ने भनेको अलिकति मिस भयो। हिजो त्यही भयो दाइ, ठ्याक्क उहाँ खर्जाङ हुनुहुँदैछ। अनि चन्द्र भण्डारीको मैले यहाँ झिर्मीमा लिएँ। अनि त्यसपछि जाँदैछु, अब मलाई दिनुहुन्छ कि दिनुहुन्न भन्ने भइरहेको थियो। मैले फोन गरिदिउँ र छोरा भन्नुहुन्थ्यो कि मैले फोन गरिदिउँ नि त भन्नुहुन्थ्यो। अनि हजुरप्रति सोधेको नि, नयाँ हुन्, यिनले बाटा खुट्टो चाहिँ राम्रोसँग राख्नुपर्छ, हल्लिन हुन्न, राम्रो गरेर चाहिँ आउनुपर्छ भनेर उहाँले भन्नुभएको थियो कि। अनि मैले हजुरलाई यो हजुरले चाहिँ वाटर साइन्स पोलिसी एन्ड म्यानेजमेन्टमा चाहिँ अक्सफोर्ड युनिभर्सिटीबाट चाहिँ विडेन फिल्ड होपम्यान ट्रस्ट स्कलरसिपमा चाहिँ पढ्नु भएको रहेछ दाइ। अनि यो सानोमा हामीलाई छ नि दाइ, सिङ्गो एसियाले उत्पादन गर्न नसक्ने 81,000-83,000 मेगावाट चाहिँ हामीले निकाल्न सक्छौँ भनेर भन्थे। यो फिजिबल हो कि होइन दाइ? यसमा यस्तो छ कि अब हामीले यस्तो अब हजुर यो होइन, म त यसमै काम गरेको 15 वर्षभन्दा बढी भइसक्यो। मेरो त बच्चादेखिकै ड्रिम हो, सपना हो, हाइड्रो पावर हो, सबै हो, मैले काम गरिरहेको छु। तर अब चाहिँ हामीले बुझ्नुपर्ने के भन्दाखेरि ग्लोबल ट्रेन्ड सधैँभरि एउटै रहन्छ भन्ने हुँदैन कि। संसार हामी मात्रै पछाडि भयौँ भन्दैमा संसारै पछाडि बस्छ भन्ने हुँदैन। धेरै अगाडि गइसक्यो। अहिले इनर्जीका सोर्सहरू धेरै डाइभर्स भइसके होइन। तपाईँको हाइड्रोजन फ्युलहरू म्यासिभ रूपमा आइसक्यो। हामीले हाइड्रो पावर भन्नालेको जिजु बाजेले हाइड्रो पावर, बाजेले पनि हाइड्रो पावर, छोराले पनि हाइड्रो पावर, नातिले पनि हाइड्रो पावर, नातिना जम्मैले हाइड्रो पावर। कसरी हुन्छ कि मान्छे अहिले सोलरको कस्ट भनेको कति ऱ्यापिडली डाउन भइसकेको छ होइन। तपाईँको अहिले लगभग हाइड्रोजन सेल, हाइड्रोजन इनर्जी आइसक्यो, सबै आइसक्यो। हामीले अझै पनि हाइड्रो पावर भनिरहेछौँ। त्यही भएर हाम्रो प्रमुख मुद्दा भनेको अहिलेको लागि खाने पानीको विकल्प त छैन नि त। पानीको विकल्प संसारमा अहिलेसम्म आएको छ? तपाईँले पानी बाहेक अरू खाएर हुन्छ? हुँदैन नि त। यो पानी भनेको हाम्रो लागि इनर्जीभन्दा 10 गुणा होइन कि 100 गुणा बढी इम्पोर्टेन्ट हो है। अहिले चेन्ज भएको छ। पहिलेलाई इनर्जी थियो 20-30 वर्ष अगाडि। हामीले यो न्यारेसनै सेट गर्नुपर्ने छ। न्यारेसन यस्तरी ब्रेक गर्नुपर्ने छ नि, हाम्रो उल्टो डिरेक्सनमा छौँ कि भारतले मैले बिजुली बनाइदिन्छु, ड्याम बनाइदिन्छु, फ्रीमा इनर्जी दिन्छु भने मक्कबाट ताली पिट्छन् कि। होइन कति खराब हो, कति नसोचिया होला कि होइन। हजुर एउटा कुरा मलाई भन्न छ कि मैले धेरै ठाउँमा गएको, हजुरको समानुपातिको सूची पनि देखेँ, हजुरको प्रत्यक्षको पनि देखेँ। म हजुरको ठाउँमा म हजुरको शुभचिन्तक पनि हो। म मिडियामा काम गरेपछि शुभकामना दिने हो। अनि मलाई एउटा चाहिँ हजुरसँग चाहिँ पार्लियामेन्ट्री एक्सर्साइज पहिलाको तुलनामा अलिक कम छ नि दाइ। यसलाई एकदमै जस्तो मल्टिनेसनल एग्रिमेन्ट्सहरू हुँदा, बाइलेटरल हुँदाखेरि
एकदमै सूक्ष्म तरिकाले अध्ययन गरेर गर्नु होला, मेरो शुभकामना छ दाइ। म नाइल रिभर बेसिनमा सबै काम गरेँ हो मैले नेपालको यो छ नि यो त खासमा भन्ने पनि तपाईँले कम्पेरेटिभ पोलिटिकल इकोनोमी त कम्पेयर गर्नु पऱ्यो नि त। नाइल रिभर बेसिन जस्तो एक्सटेन्सिभ वर्ल्डको पोलिटिक्स अरू कुन ठाउँमा छ मलाई भन्नुहोस् त। इथियोपिया त्यहीँ छ, इजिप्ट त्यहीँ छ, पारिपट्टि दुबई ओइलको त्यहीँ छ होइन। तपाईँको रेड सीको नेक संसारको घाँटी नै त्यही हो नि त। युरोपको अमेरिकाको होल कार्गो चाइनाबाट सबै ट्रकका ट्रक हुन्छ नि त्यो पुरै सिपका सिप कार्गो जाने ठाउँ त त्यही हो। होल वर्ल्डको घाँटी त्यहाँ छ। म त्यहाँ काम गरेको छु नि त पोलिटिक्समा। हामीले हेर्दै गर्दाखेरि कम्पेरेटिभली त्यहाँको हिसाबमा यहाँको चाहिँ धेरै कम छ जियो पोलिटिक्स चाहिँ। मैले त्यहाँ बसेर काम गरिसकेको छु, कुन हदसम्म जान्छ, कसरी म्यानेज गर्नुपर्छ, के गर्नुपर्छ मैले राम्ररी बुझेको छु यो कुराहरू चाहिँ। अर्को प्रश्न, गुल्मीबाट जितेपछि संसदमा हजुरको पहिलो एडभोकेसी के कुराको लागि हुनेछ? मैले गुल्मीबाट जितिसकेपछि पहिलो एकदमै मैले यसमा कस्तो भन्दाखेरि 5 वर्षमा 5वटा कुराहरू भनेको छु। पहिलो सुरु बाँदरले बस्न खान दिएको छैन, यो गुल्मी मात्रै होइन देशभरिकै मोडल हो। स्वास्थ्य हुनुपर्छ दोस्रोमा, शिक्षा हुनुपर्छ तेस्रोमा, चौथोमा चाहिँ रोजगारी लगायतको सिर्जना गर्नुपर्छ, यसको ग्यारेन्टीहरू गर्नुपर्ने छ, बाध्यताले बाहिर जान नपाओस्। 5 नम्बरमा चाहिँ भौतिक पूर्वाधार लगायतको कुराहरू छन्, शिक्षा खानेपानी सिँचाइ लगायतको कुरा। मलाई इसारा गर्नुमा ढिलो भयो भनेर मैले हजुर ट्युङ्गाइहालेँ। हजुर लाइफमा सबैभन्दा खुसी भएको क्षण कुन हो दाइ? म आनन्दले ध्यान गर्न पाउँदा म त्यतिखेर खुसी हुन्छु। लास्ट टाइम हजुरलाई रोएको याद छ? म लास्ट टाइम चाहिँ म कतिखेर त्यस्तो रोएको होइन, आँसु नै झारेको चाहिँ मलाई कतिखेर पीडा भएको थियो भन्दै गर्दाखेरि एउटा आमा आउनुभएको थियो। एउटा आमा आएर चाहिँ घुवा रुनुभयो। अनि चाहिँ किन रुनुभयो आमा भनेर भने। अनि भन्दै गर्दाखेरि चाहिँ मेरो बाँदरले दुःख दियो, दिउँसो पनि दुःख दिन्छ बाबु, राति बँदरले सुत्न दिन्न, मेरो छोरा श्रीमान हुनुहुन्न, श्रीमान बित्नुभयो होइन। अनि त्यसपछि एउटा मात्रै छोरा थियो, एउटा मात्रै छोरा पनि घाँस काट्दै खसेर चाहिँ करङ भाँचियो, अहिले यहीँ सुतिरहेछ, म मर्नु न बाँच्नु भएको छु बाबु, मैले के गर्ने भनेर घुवा रुनुभएको थियो। म त्यतिखेर चाहिँ यो राज्य चाहिँ कहाँ रहेछ, कसै यस्तो मान्छेले हेर्न पर्ने भनेर चाहिँ त्यतिखेर चाहिँ पीडा भएको थियो। अनि अर्को पीडा चाहिँ कहाँ भएको थियो भन्दै गर्दाखेरि एउटा मगर बस्ती रहेछ, भर्खर 29 वर्षको हुनुहुँदो रहेछ। 19 वर्षको हुँदै गर्दाखेरि लभ म्यारिज भएछ 14 वर्षको आफ्नै कम्युनिटीको फिमेलसँग। अनि उहाँ मलेसिया जानुभएछ। 3 वर्षमा चाहिँ उहाँले मलेसिया बसेर स्वास्थ्य ध्वस्तै बनाउनु भएछ। एकदमै त्यो क्रिटिकल कन्डिसन जस्तो ठाउँमा काम गर्नुभएछ, त्यो अक्सिजन्सहरू श्वासहरू राम्रो नलिने ठाउँमा। अनि हाल दुइटै मृगलाई फेल भएछ। अनि उहाँलाई राज्यले के गर्छ कसो गर्छ केही पनि टुङ्गो छैन। अनि त्यहाँ हुँदै गर्दाखेरि मलाई साह्रै त्यो हुन्छ नि, ओहो राज्य त यहाँ आउनुपर्ने, उहाँलाई केही पनि थाहा छैन कि भर्खर 29 वर्षको हुनुभयो, दुइटै किडनी फेल छ, हुन्छ नि एकदमै क्रिटिकल कन्डिसन छ। मलाई म सायद बिर्सिन सक्दिनँ यो, यसैको लागि नै राजनीतिमा आएको। मेरो पनि शुभकामना छ। अनि अन्तिम प्रश्न, गुल्मी 1मा जितिन्छ? मलाई त कस्तो छ भन्दाखेरि यो जनताले चाहिँ अब चन्द्र प्रदीप दुइटै सम्मान्य योग्य हुनुहुन्छ। जहाँसम्म मेरो डिस्टिङसन ल्याउँछु भनेर भनेको छु। अहिलेसम्म जिन्दगी सधैँ डिस्टिङसन ल्याउने बानी छ, हेर्नु बानी नै त्यही परिसक्यो। चुनावमा पनि डिस्टिङसन 50,000 मत कट्दै यदि त्यो कट्ने हो भने चाहिँ चन्द्र भण्डारी प्रदीप गेवालीहरूको एकदमै कम मत आउनुपर्छ। तर कम मत आउँदै गर्दाखेरि उहाँहरू हारेको चाहिँ होइन, उहाँहरूले एउटा पुस्तान्तरणको मेसेज दिने हो। त्यही भएर मैले प्रमाणपत्र उस्तै पऱ्यो उहाँहरूकै हातबाट लिन्छु। बस यो यतिको हुनु पर्यो दाइ। अनि जस मतान्तर चाहिँ राम्रै उसले जितिन्छ जस्तो छ? राम्रै मात्र होइन, अत्याधिक। गुल्मी भनेको त थिङ्क ट्याङ्क दिमाग हो नि त, हामी त सङ्गठनमा होइन नि त। ब्युरोक्राट्स यहीँको, दिमाग यहीँको, नेता यहीँको, फेरि हामी इमान्दार हो। फेरि त्यो काङ्ग्रेसवाला होइन, सङ्गठनमा लड्ने होइन नि त, हाम्रो त केही पनि छैन। धन्यवाद। हस् ल, धन्यवाद, धेरै धन्यवाद।